हामी चाहिँ काठमाडौँदेखि घर हिँडेको सङ्खुवासभा। त्यहाँ पुग्नुलाई चाहिँ अब बिस्तारै जाँदाखेरि आफै ड्राइभ गरेर बिस्तारै रेस्ट गर्दै जाँदाखेरि 2 दिन लाग्छ। तर अहिले चाहिँ लामो दिन भएकोले हामी एकै दिनमा पुग्ने विचारले हिँडेको। बाटोमा हिँड्दा अब आफू मन मिल्ने बुढासँग हिँड्दाखेरि बाटोमा गीत गाउँदै रमाउँदै कहिले बजार कहिले गाउँ कहिले जङ्गल हुँदै हुँदै हामी सङ्खुवासभा जाँदैछौँ। एकदमै रमाइलो भएको छ। कहिले बाँच्नु पर्ने हुन्छ बाटोमा, कहिले कहिले मिल्दै बाँच्दै मिल्दै। अनि अब चुप लाएर बस्यो भने त निद्रा लागिहाल्छ। अनि 2 जना कहिले गाउँदै कहिले नाच्दै हामी हिँड्दैछौँ। एकदमै रमाइलो भएको छ। अब काठमाडौँबाट सङ्खुवासभा जाँदाखेरि चाहिँ उता कुर्कोटबाट उता कटारी गाईघाट चतरा धरान हुँदै धरान अनि भेडेटार हिले धनकुटा लेगुवा हुँदै हामी हाम्रो घर वाना लिङलिङ पुगिन्छ। लामो बाटो हुन्छ तर अब साथमा रमाइलो मान्छे छ भने रमाइलो हुन्छ। हामी चाहिँ लङ ड्राइभ मजा पनि लाग्छ। हामी 2 जना मात्रै हिँड्नुलाई लङ ड्राइभ गर्दैछौँ। हामी चाहिँ रमाइलो छ। रमाइलो सम्झे जिन्दगी रमाइलै छ, स्याड सम्झे स्याडै छ होइन, दुःख सम्झे दुःखै छ। त्यही भएर हामी चाहिँ रमाउँदै हिँडिरहेको छौँ। रमाउँदै हिँड्नु पर्ने रहेछ लाइफमा। अब स्याड भयो भने त जिन्दगीभरि नै स्याड भइरहन्छ नि त। त्यही भएर गाईघाट बजार राम्रो छ। 12:30 गाईघाट। यो नहुनु भन्दा नि सबै पसिनाले भिजिसक्छ।
बितेको जमाना यो मङ्गलबारे भन्छ 17 लाइन यही मङ्गलबारे अब हामी चाहिँ बालन सिटीबाट अर्का सिटीमा चाहिँ पसिसक्यौँ बालन सिटी सकेर अब अर्का साम्पाङ सिटी अर्को साम्पाङ सिटी के भयो भन्छ जय माटो सिटी जय माटो त के त साह्रै राम्रो छ हौ धरानेर त्यहाँ यो बाटो आनन्द बस्नुको लागि घरको अगाडि गार्डन काठमाडौँमा जस्तो चेपाचेप छैन है इसलाई के गर्नु इसलाई हालेर छ होइन अर्को कुरा अब के छ धमी हो यसलाई भन्छ रत्न चोक हामी चाहिँ बालन सिटी छोडेर अब अर्का सिटी अर्का सिटीतिर आएको छौँ राम्रो छ श्रम गर्ने मान्छेको ठाउँ ठुलो बाटो पहिलादेखि नै यस्तै हुनु त त्यो पनि सफा छ त्यो चाहिँ के चोक हो श्याम के पो भने जस्तो लाग्छ यसलाई के छ पो भन्छ रत्न चोक बुद्ध चोक कहाँ हो त्यता लेखेको चाहिँ बुद्ध चोक छ